पृथ्वी पथबाट मात्रै सम्भव छ, नभए हुँदैन है त। गोरख राज्य र गोरख साम्राज्य पृथ्वी पथ भनेको पृथ्वीलाई स्वर्ग बनाउने पथ हो, पृथ्वीलाई ज्ञान दिने पथ हो, पृथ्वीभरि चेतना फैलाउने पथ हो। पृथ्वी पथ भनेको हामी सबै नेपालीलाई जोड्ने पथ हो, हाम्रो इतिहास हो, हाम्रो दिव्य उपदेश हामीले बिर्सिन हुँदैन साथी हो। दिव्य उपदेश हामीले सम्झिएर त्यसैलाई हाम्रो मूल मन्त्र, हाम्रो संस्कृति, हाम्रो पाली, तर हामीले आज बिर्सेर अर्म पर्म बिर्सेर ऐचो पैचो बिर्सेर हामी आज गुलाम भयौँ, हामी आज दास भयौँ, हामी दुनियाँको नोकर भयौँ, हामी दुनियाँको चाकर भयौँ। धान काट्ने मेला, मकै गोड्ने मेला, मकै छोडाउने मेला, गाईलाई हामीले महालक्ष्मी मान्छौँ, हामीले माता मान्छौँ, साँडेलाई मान्छौँ, साँडेलाई पिता मान्छौँ, साँडे आयो भने शिवजी आयो भन्ने सोध्छौँ, गाई आयो भने महालक्ष्मी आयो भन्ने सोध्छौँ, कुकुर आयो भने भैरव आयो भन्ने सोध्छौँ, मुसा आयो भने भगवान् गणेश आउनुभयो भन्ने सोध्छौँ। हरेक प्राणीलाई भगवान् मान्छौँ। बन्द नभेटेर खुसी खोज्छ अमेरिका अस्ट्रेलिया धाइयो, खुसी त आफ्नै आमाको काखमा छ, खुसी त आफ्नै माटोमा छ। जननी जन्मभूमि स्वर्ग सबै गरिएपछि जन्मिएको देश र जन्म दिने आमा प्राणभन्दा प्यारी हुन्छन्। हाम्री आमा प्यारी छन्, नेपाल आमा प्यारी छन्, गौमाता गाई आमा पनि प्यारी छन् र धरती माता पनि त्यत्तिकै प्यारी छन्। र हाम्रो धर्म र संस्कारलाई कसैले परास नगरोस् भन्दै सारा नेपालीलाई जुट्न उठ्न देश जनता र धर्म बचाउने हाम्रो महाअभियानमा साथ दिन अनुरोध गर्दै हर हर महादेव, काल हर, कष्ट हर, दुःख हर, दरिद्र हर, पाप हर, विनाश हर, ताप हर, सन्ताप हर, हर हर महादेव शम्भु। जय र राष्ट्रिय जनावर पनि हो गाई। त्यस कारणले गर्दाखेरि गाई काटेर खानु पाउनुदेखि गाईको विरोध गर्नु पनि पाउँदैन। त्यस कारणले गर्दाखेरि हामीले यहाँ विरोध प्रदर्शन गरिराखेका छौँ। तुरन्त खगेन्द्र सुनुवारलाई समाएर कानुनी कठघरामा उभियोस्, कारवाही गरियोस्। यदि होइन भने हामी चरणबद्ध तरिकाले आन्दोलन गर्नेछौँ। भोलि पनि हामी ठीक 11 बजे यही माइतीघर मण्डलमा हुनेछौँ र सशक्त ढङ्गले अघि बढ्नेछौँ। पार्टीले पनि कारवाही गरोस् र अहिलेको अन्तरिम सरकारले पनि कारवाही गरोस्। हुन त अन्तरिम सरकारको के कुरा गर्नु, उनीहरूले बनाएको 4वटा मन्त्री चुनावमा भाग लिँदैछन्। चुनावमा तपाईँको गाउँबाट आउँदैछ, उहाँहरूलाई सोध्नु होला। कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता र महावीर पुनलाई प्रश्न सोध्नु होला। तपाईँहरू अन्तरिम सरकारमा किन जानुभयो, किन भाग लिनुभयो र फेरि किन चुनावीमा होमिँदै हुनुहुन्छ, चुनावी मैदानमा किन उत्रिँदै हुनुहुन्छ भनेर प्रश्न गर्नु होला। उहाँहरूसँग जवाफ केही पनि छैन र उहाँहरूलाई हामीले सामाजिक बहिष्कार गर्नुपर्छ। उहाँहरू यो अहिलेको अन्तरिम सरकार चुनावी सरकारले मात्र धोका दिएको छैन, तपाईँ हामी आम जनतालाई पनि धोका दिएको छ। असली जेन्जीहरूलाई विशेष गरी धोका दिएको छ। भदौ 23-24 गते भएको आन्दोलन चुनावमा जानु भनेर गरेको आन्दोलन होइन। चुनाव त 84मा हुन्थ्यो, 82मा चुनाव किन सारियो? यो कुरा जेन्जीहरूले बोलिराखेका छन्। 76 जना मारिएको भनेको मात्र हो, 100 भन्दा बढीजना मारिएका छन् र त्यस्तै 3000 भन्दा बढी घाइते छन्। उनीहरूलाई न्याय दिनुपर्छ, उनीहरूको न्यायको लागि आवाज उठाइरहनुपर्छ। हेर्नुहोस्, हामीले आवाज उठाइराखेका छौँ। र त्यस्तै म फेरि अर्को कुरा के भन्न चाहन्छु भने काठमाडौँका पूर्व मेयर बालन शाह, भरतपुरका पूर्व मेयर रेणु दाहाल र त्यस्तै हर्क साम्पालाई पनि म के भन्न चाहन्छु भने तपाईँहरूले जसले मतदान गर्नुभयो, अमूल्य मत दिएर मेयर बनाउनु भयो, तपाईँहरू उहाँलाई 1 वर्ष मरि नसकिकन 81 अकस्मात राजीनामा दिएर किन जानुभयो चुनावमा? केका लागि जानुभयो? किन जनतालाई धोका दिनुभयो भनेर हामीले प्रश्न गरिराखेका छौँ। जसले जहाँ भेट्छ त्यहाँ प्रश्न गरौँ। अहिले देश दौडामा हुनुहुन्छ उहाँहरूलाई प्रश्न गरौँ। भोलिका दिनमा उहाँहरू चुनाव जितेर सांसद बन्नुहुन्छ, मन्त्री बन्नुहोला, प्रधानमन्त्री बन्नुहोला। उहाँहरू बिचमै छोडेर भाग्नु ग्यारेन्टी के छ? कसले लिन्छ जिम्मा? त्यो मतदान तपाईँले जिम्मा दिने हो। त्यसै कारणले गर्दाखेरि उहाँहरू जहाँ हुनुहुन्छ चुनावी मैदानमा जहाँ उत्रिनु भएको छ उहाँहरूलाई प्रश्न गर्नुहोस्। तपाईँले किन जनतालाई धोका दिनुभयो र भोलि धोका दिने भने ग्यारेन्टी के छ? त्यो प्रश्न गर्नुहोला। यति भन्दै म मेरो आफ्नो भनाइहरू यही अन्त गर्दछु र भोलि ठिक 11 बजे हामी यहीँ भेट्नेछौँ। सबैजनालाई विनम्र अनुरोध छ, भोलि हामी ठिक 11 बजे यहीँ भेट्नेछौँ। सम्पूर्णमा नमस्कार, म लक्ष्मी देवी। यतिखेर खगेन्द्र सुनारज्यूले गाईको मासु खानुपर्छ भन्दा पनि गाईको मासु खान चाहिँ किन नहुने भन्ने अभिव्यक्तिलाई म पनि केही कुराहरू राख्न आएको छु। उहाँले गाईको मासु खानु पाउनुपर्छ, म खान्छु भन्नुभएको होइन, सत्यता बोल्नुपर्छ।
तर उहाँले के भन्नुभएको हो भने हरेक प्राणीलाई म प्रेम गर्छु भनी देखाउन खोज्नु भएको। म शाकाहारी हुँ, म मासु खान्न, बाख्राको मासु खान हुने, भैँसीको मासु खान हुने, गाईको चाहिँ किन खान नहुने भनेर भन्नुभएको। यसको अर्थ के हो भने सबै प्राणीलाई म प्रेम गर्छु, सबैलाई काट्न हुने भएको छ भने गाईको मासु नि खानुहोस्, गाईको नखाने भए कसैको पनि नखानुहोस् भन्न खोज्नु भएको। तर यो भनिरहँदाखेरि तपाईँले यो अभिव्यक्ति दिइरहँदाखेरि तपाईँ कुन देशमा बस्नु भएको छ त्यो तपाईँले विचार गर्नुपर्छ। तपाईँले बोलिरहेको गाई कसको विश्वासमा अडेको छ त्यो तपाईँले याद गर्नुपर्छ। कसैको आस्था हो त्यो, कसैको धर्म हो त्यो, कसैको एउटा विश्वास हो त्यो। तपाईँले यदि विदेशमा गएर अरू देशमा गएर बोल्नु भएको भए त्यो हामीले तपाईँलाई मान्नेथ्यौँ। कतारमा, अस्ट्रेलियामा, अमेरिकामा, यहाँ जुनसुकै देशमा बोल्नु भएको भए हामी त्यो कुरालाई मान्छेले बोलेको भन्थ्यौँ। तर नेपालमा बस्नु भएको छ, कसैको विश्वासमाथि, कसैको आस्थामाथि तपाईँले यसरी भन्न पाउनुहुन्न। म तपाईँलाई सिधै भन्न चाहन्छु, यो तपाईँले पुरै पाप गरिरहनु भएको छ। तपाईँ एउटा व्यक्ति बनेर होइन, एउटा व्यक्ति दिएको अभिव्यक्ति दिनुभएको छ क्या। म त मान्छे हुँ होइन, खाने भए सबैको खाऊ, नखाने भए नखाने भए त्यसैको पनि नखाऊ, खाने भए गाईको पनि खाऊ भन्न खोज्नु भएको। तर नेपालमा बसेर यो शब्द बोल्न पाइँदैन। पहिला तपाईँ आफ्नो धरातललाई हेर्नुहोस्, आफ्नो पहिचानलाई हेर्नुहोस्, यो देशको धर्मलाई हेर्नुहोस् अनि मात्र कुरा गर्नुहोस्। हामी सनातनलाई विश्वास गरेर परम्परा कालदेखि सनातनमा बस्न अडिरहेको विश्वासमाथि तपाईँ यो भन्न पाउनुहुन्न। तपाईँ क्षमा यातना माग्नै पर्छ, तपाईँले माफी माग्नै पर्छ। र तपाईँ पनि तपाईँले 10 हात जोडेर गरेको गल्तीप्रति हामीप्रति तपाईँले विश्वास गरेका व्यक्तिहरूप्रति क्षमा यातना गर्नै पर्छ। र अर्को कुरा भनिरहँदा आज शहीद दिवसको अवसर पारेर हामी सम्पूर्ण जेनजीहरूले यस माइती घर मण्डलामा शहीद 22-23 गतेको घटनाबाट शहीद हुनुभएका सम्पूर्ण साथीहरू लगायत यहाँभन्दा पहिला शहीद हुनुभएका देशभक्तिहरूको सम्झनामा हामीले शान्ति पूजा गरेका छौँ। उहाँहरूको आत्माले शान्ति पाओस् भनेर गरिरहेका छौँ। हामी सनातनमा विश्वास गर्ने मान्छेले गाईको विषयमा यहाँ बोलिरहेका छौँ भने हामीले गरेको त्यहाँ पूजामा पनि सम्पूर्णलाई सहभागी भइदिन अनुरोध गर्दछु। हाम्रो पूजा यस माइती घरमा 13 दिनको हुन्छ भने संसद भवनको अगाडि 13 दिन हुन्छ र उता सिंहदरबारको अगाडि 13 दिन हुन्छ। यसरी 13 दिन हामीले विश्व शान्ति र मानवताको स्थापनाको लागि र सम्पूर्ण शहीदहरूको सम्झनामा हामीले होम गरिरहेका छौँ। सम्पूर्ण गुरुहरू बोलाइरहेका छौँ। सम्पूर्ण नेपालीहरूलाई त्यहाँ सहभागी हुनका लागि अनुरोध गर्दछु। र अर्को कुरा हामीले निर्वाचन हुँदैन नगरौँ भनिरहँदाखेरि निर्वाचन नगर्ने, तर निर्वाचन नगराउने कसरी? सधैँ द्वन्द्व गरेर, सधैँ हत्या गरेर, सधैँ हिंसा गरेर, सधैँ लडाइँ गरेर गरिरहने कि कुनै विचार लिएर, कुनै एउटा सिद्धान्त लिएर लडाइँ गर्ने भन्ने कुरा प्रश्न आउँछ। हो, म पनि सहमत छु निर्वाचन नगराउने, तर निर्वाचन नगराउनलाई विकल्प के छ? त्यो विकल्पमा हामी जानुपर्छ। विकल्प के छ भने जेनजी 22-27 गते किन लडेको थियो भन्ने मुख्य प्रमाण के हो भने एउटा हाम्रो भ्रष्टाचार अन्त्य होस् र सुशासन होस् र संविधान खारेज होस्, यो 72को संविधान खारेज होस् र जेनजीको संविधान लागू होस्। यसको लागि हामी लडेका थियौँ। र जेनजीको संविधान लागू हुनु विकल्प नै, यसको मुख्य निर्वाचन नहुनुको विकल्प जेनजीको संविधान लागू गर्नु र 72को संविधान खारेज गर्नु हो। जुन संविधानमा हाम्रो सनातन अटेको छ, विश्वलाई हामी सोचेका छौँ भने हाम्रो राजा होइन महाराजा पनि अड्नु भएको छ। विभिन्न धर्म अटेको छ, हाम्रो पहिचान अटेको छ, संस्कार अटेको छ, हाम्रो नेपालको मौलिकता अटेको छ भने हामीले लडेको लडाइँ 22-23को मुख्य लडाइँ भनेको जेनजीको संविधानलाई पनि लागू गर्नको लागि हो। हामी सम्पूर्ण नेपाल जेनजीहरू यस रोडमा बसिरहेका छौँ 72को संविधान खारेज गरेर जेनजीको संविधान लागू गर्न पाऊँ भनेर। यो लडाइँ मेरो होइन, यो लडाइँ सम्पूर्ण नेपालको हो। आफ्नो नेपाललाई बचाउन, विश्वमा नेपाललाई चिनाउनको लागि र विभिन्न यी देशद्रोहीहरूलाई जित्नको लागि र 72को संविधान खारेज गर्नको लागि हामी लडिरहेका छौँ। यस रोडमा आएर सम्पूर्ण नेपाली साथ दिनुहुनलाई अनुरोध गर्दछु। धन्यवाद।